दुर्बलहरूले कहिल्यै क्षमा दिन सक्दैनन्। क्षमाशीलता एउटा साहसी मानिसको चरित्र हो। विवाह बलियो हुने कुरा चाहिँ सिद्ध जीवनसाथी पाएकोमा होइन, तर उनको निम्ति हामी सिद्ध जीवनसाथी हुन चाहने कुरामा निर्भर रहन्छ। एउटा असल विवाह दुई असल क्षमाशील मानिसहरूको सङ्गठन हो। कसैले भनेका छन्, बिना समस्या विवाह विकसित हुँदै जान सक्दैन। कष्ट बिना चेतनाको जन्म हुन सम्भव छैन। रिसले तपाईलाई होच्याउँछ, तर क्षमाशीलताले तपाईलाई आफ्नो क्षमताभन्दा माथि उचाइमा उठ्ने शक्ति दिन्छ। प्रोत्साहनले जीवन बदल्दछ। क्षमा दिन नसक्ने हृदय मानव जीवनको डरलाग्दो शत्रु हो। आफ्नो जीवनमा चोट ल्याउने वा आफूलाई दुःख दिने मानिसलाई क्षमा नदिनु भनेको चाहिँ उसलाई आफ्नो काँधमा दिनहुँ बोकेर हिँड्नु जस्तै हो। हाम्रो आफ्नै भारी पनि छ, त्यसमाथि क्षमा नदिएको मानिसलाई हामीले आफ्नो काँधमा बोकेर कठिन भारी बनाउनुहुन्न। क्षमाले हाम्रो विगतलाई परिवर्तन गर्न सक्दैन, तर भविष्यलाई अवश्य तन्काउँछ। यदि तपाईँको मित्रले तपाईलाई खराब गरेमा तपाईँ उसलाई भन्नुहोस्, तपाईँले मलाई जे गर्नुभयो त्यसका निम्ति म तपाईँलाई क्षमा दिन्छु। यदि हामीले साँच्चै रीतिले क्षमा दिन्छौँ भने हामीले एउटा कैदीलाई छुटकारा दिइरहेका हुनेछौँ र अन्तमा हामीले पत्ता लगाउनेछौँ कि त्यो छुटकारा पाएको कैदी हामी आफै हौँ। जब क्षमा दिन कठिन हुनेछ तब क्रुसलाई हेर, जहाँ कोही तिम्रा गल्तीहरूको साटोमा बलिदान भएको थियो। क्षमा छनौट होइन, यो कर्तव्य हो र यो व्यक्तिगत निर्णय हो। कसैले भनेका छन्, व्यक्ति जसले अरूलाई क्षमा दिन सक्दैन उसले आफै हिँड्नुपर्ने पुल भत्काइरहेको हुन्छ। जीवनमा अरूलाई बदल्न खोज्नु सजिलो हुन्छ, तर आफैलाई बदल्न कठिन हुन्छ। प्रेमले हरेक गल्तीहरूलाई क्षमा गर्छ र एकअर्कालाई ग्रहण गर्छ। आफैलाई बदल्नु कठिन मिसन हो, यसकारण थोरैले मात्र आफूलाई बदल्छन्। प्रत्येक मानिसहरू संसार बदल्ने कुरा सोच्दछन्, तर कसैले पनि आफूलाई बदल्ने कुरा सोच्दैनन्। उत्तम विवाह दुई सिद्ध जोडीको मिलन होइन, तर असिद्ध जोडी जोहरू एकअर्काको भिन्नतामा आनन्द गर्न सिकेका हुन्छन्। असल शब्दहरूले जीवनका चोटहरूलाई पनि निको पार्छन्। ज्ञानले कहिल्यै मानिसलाई हानि गर्दैन, बरु ज्ञानको घमण्डले मात्र मानिसलाई पतनतिर लैजान्छ।